छोरी तँलाई के चाहियो भन्दा ल्याउनु अङ्कल भन् ल छोरी मलाई माया गरे त मात्रै दिन्न ओके म तँलाई गर्छु म दिन्न ओके दे स्याबास छोरी दे अब दे त सुन अङ्कल भन् त मलाई कति माया गर्नुहुन्छ हजुरहरूको स्वागत छ मेरो यस युट्युब च्यानलमा। अहिले चाहिँ म यता के अरे यो मेरो मेवाबारी आइरहेको थिएँ यो मेवाबारी भनेर बाँकी हुन्छ हेर्न सक्नुहुन्छ यस्तो छ पाइया रहन्छ। एकछिन छोरीसँग रमाइलो गर्न जान लागिरहेको छु, एकछिन हेर्नुहुन्छ पछि भिडियो बनाएको पनि हाल्दैछु म हजुरहरूलाई युट्युबमा। आज यसो भ्लग बनाऊँ भनेर। भाती खायो अनि बाबाले खायो कि नै? छोरी 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 तँलाई कहिले आउने हो क्या यहाँ? के दिने छोरी? छोरी तँलाई के चाहियो भन्दा? छोरी के चाहियो? के चाहियो के? छोरी तँलाई के चाहियो भन्छ लोडले के अरे के फेरि भन्दा के भने ल्याउनु अङ्कल भन् के चाहियो कि छोरीलाई? के चाहियो? के चाहियो मेरो छोरीलाई भन्छ छोरी? के चाहियो छोरी भन् त? छोरी तँलाई के चाहियो भन्दा? के चाहियो अरे छोरी यता सुन्दा छोरी छोरी कहाँ छ अरे फेरि भन्दा? कहाँ छ फेरि भन्दा? कहाँ छ के कहाँ छ ल्याउनुहोस् पनि। मलाई माया गरे त मात्रै दिन्न। मलाई माया गर्दै छोरी मलाई माया गर्दै के अङ्कललाई माया गर्दै अनि दिनुहुन्छ म दिँदिनँ। अङ्कललाई माया गर्दै अनि दिनुहुन्छ अङ्कलले ओके म तँलाई गर्छु म दिन्न। स्याबास छोरी दे अब दे त सुन अङ्कल भन् त मलाई कति माया गर्नुहुन्छ भन्छ छोरी भन् म दिँदै फेरि नत्र म दिन्न। को हो कि यति राम्रो मान्छे को हो भन त यस्तो हेन्सी मान्छे को हो कि हो? यस्तो हेन्सी मान्छे को रहेछ कि हाम्रो छोरी? ओ नो नो यस्तो क्युट मान्छे यस्तो हेन्सम मान्छे त मैले आजै देखेँ।